हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइस, हजुरहरूलाई स्वागत छ आजको न्यू कन्टेन्ट ब्लगमा है। आजको कन्टेन्ट के हो भन्दाखेरि चाहिँ म चाहिँ माथि जाने हो, मन्दिरमा चाहिँ काम सघाउनु जाने, के काम हुन्छ गाइसहरूलाई म सबै डिटेलसँग देखाउने छु। हेर्नुहोस् त गाइस, लेट्स सी गाइस। बाबु त गएछ नि हौ। बाबु गएछ। यहाँ हेर्नु भाइ त्यसको लेभल त हाल्नु चाहिँ बराबर हुन्छ थिएन अब यो साइजको हो कि नानी यसबाट दुईटा चाहिँ नकाट्नु ल। हुन्छ नि, जिगाइ नखानु। के हुन्थ्यो र अब लामो छोटो के हुन्थ्यो हो। रहेछ अरे सजिलो ठाउँ त्यहाँ नाम्लो लाएछ अरे। टिफिनमा भात पनि बोकेछ अरे यति। टिफिन यहाँ झुन्डाएछ अरे। अन्त घाँटीमा पनि नाम्लो लाएछ अरे, कन्डोमा पनि लाएर चाहिँ पिङ खेलेको जस्तो नि बसिरहेको रहेछ अरे। अन्त के गरेको त्यो भन्दाखेरि मलाई यसरी करायो, अन्त म झुन्डेर मर्ने भने अरे कि। अन्त मर्ने हो भने त त्यो कन्डोको नाम्लो फुकाल्नुपर्छ, अन्त घाँटी सुर्किन्छ भने अरे कि मान्छेले। त्यसो गऱ्यो भने त मरिहाल्छु नि एकैचोटि। दुईपट्टि चिसो गर्नुपर्छ कलाई नि। पहिला भरे लास्टमा फोडाउनु साह्रो पर्छ। हजुर। ए कहाँ त्यो झर्किने बनाएर पठाउँदिन होइन, गाडीमै पठाइदिन्छु नि। यहाँ हाम्रो छोराको गाडी के अक्टोपिस आउँछ। ए ल एकछिन अक्टोपिस अक्टोपिस यहाँ निकाल्छु ल। हो अक्टोपिस त होइन कि, यहाँ त कोपा फिस हो।
अन्त सो गाइस आरी मार्क ऊ यता खुर्पाहरू भनिसक्यो भनिसक्यो मेरो बेबीले ऐ साला गाइस अहिले चाहिँ म चाहिँ भने चाहिँ सही सलामत गरेर आइपुगेँ रुममा है। थ्याङ्क यू माई वाचिङ भिडियो। आजको भिडियो चाहिँ यति नै हो गाइसहरूलाई मन पराइदिनु भएमा लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनुहोस् होला। फेरि ल्याउँदै बस्छु गाइसहरूको लागि नयाँ नयाँ कन्टेन्टहरू भ्यूहरू लिएर आउने गर्दैछु। हजुरहरूले स्किप नगरी डल्लै हेरिदिनुहोस् ल मेरो भ्लग है। हजुर नयाँ सब्सक्राइबर हुनु सब्सक्राइब गरिदिनुहोस्। आजको भ्लग भिडियो यति नै हो। बाई बाई।